आमा तिमी देवी हौ। सबैजनालाई नमस्कार। आज भने बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर 3 घर भई हाल दक्षिण भारत बेङ्गलोरमा काम गर्दै आउनुभएका प्रिय भाइ कैलाश विश्वकर्माले आफ्नो स्वर्गीय आमालाई सम्झिँदै छोटो मिठो एउटा मुक्तक लेखेर पठाउनु भएको छ। उहाँको मुक्तकलाई म वाचन गर्ने कोसिस गर्दैछु। कस्तो लाग्छ सुनेर साथ दिनु होला। यदि मन परे भिडियोलाई सेयर पनि गरिदिनु होला पनि भन्न चाहन्छु। उहाँको मुक्तक यसरी सुरु हुन्छ। जसो तसो खानालाई छाक तारेकै छु आमा, दुःख पर्दा सुखमा मन मारेकै छु आमा। जसो तसो खानालाई छाक तारेकै छु आमा, दुःख पर्दा सुखमा मन मारेकै छु आमा। छोरा मान्छेमा हुने त्यो सपना कठिनाइ मनमा राखी, छोरा मान्छेमा हुने त्यो सपना कठिनाइ मनमा राखी, जीवन बाँचुन्जेल हजुरको याद गरी बाँचेकै छु आमा, जीवन बाँचुन्जेल हजुरको याद गरी बाँचेकै छु आमा। धन्यवाद।